म तपाईलाई संसारकै सबैभन्दा अनौठो रहस्यको बारेमा बताउन चाहन्छु। केही समय अघि महान डाक्टर र नोबेल पुरस्कार विजेता अल्बर्ट श्वेइजर लन्डनमा अन्तर्वार्ता लिइरहेका थिए। त्यस क्रममा एक पत्रकारले उनलाई सोधे, डाक्टर, आजको समयमा मानिसहरूसँग के समस्या छ? डाक्टर केही बेर मौन रहे र त्यसपछि उत्तर दिए, मानिसहरू सोच्दैनन् र आज म यही विषयमा तपाईहरूसँग कुरा गर्न चाहन्छु। हामी अहिले सुनौलो युगमा बाँचिरहेका छौँ। मानव सभ्यताले हजारौं वर्षसम्म जसको कल्पना गर्यो, सपना देख्यो र प्राप्त मेहनत गर्यो, त्यो युग अहिले यही हो। तर जब हामी यहाँ आइपुग्यौँ, हामीले यसलाई सामान्य रूपमा लिन थाल्यौँ। विशेष गरी अमेरिकामा हामी संसारकै सबैभन्दा धनी देशमा बस्छौँ, जहाँ सबैका लागि प्रशस्त अवसरहरू छन्। तर के तपाईलाई थाहा छ कि के हुन्छ? मानिसहरू किन असफल हुन्छन्? चिनौँ, हामीसँग 25 वर्षका 100 जना युवा छन्। सबै समान अवस्थामा यात्रा सुरु गर्छन्। तर 40 वर्षपछि जब तिनीहरू 65 वर्ष पुग्छन्, तिनीहरूको अवस्था यस्तो हुन्छ। 1 जना धनी हुनेछ, 4 जना आर्थिक रूपमा स्वतन्त्र हुनेछन्, 5 जना अझै पनि काम गरिरहेका हुनेछन्, 54 जना पूर्ण रूपमा टाट पल्टिसकेका हुनेछन्। तर किन? आखिर सबैले 25 वर्षको उमेरमा सफलता खोजिरहेका थिए, होइन र? प्रत्येक व्यक्तिलाई सोद्धा उनले सफल बन्न चाहन्छु भन्ने जवाब दिन्थे। त्यसबेला उनीहरू उत्साही थिए, तिनको आँखामा चमक थियो, आत्मविश्वास थियो, जीवन एक रोमाञ्चक यात्रा जस्तो लाग्थ्यो। तर 65 वर्षसम्म आइपुग्दा केवल 5% मानिसहरू मात्र सफल हुन्छन्, बाँकी 95% मानिसहरू असफल हुन्छन्। तर किन? र यही रहस्य म तपाईलाई बताउँदैछु। अब एक क्षणका लागि सोच्नुहोस्, ती 100 जना मध्ये केवल 5 जनाले मात्र सफल प्राप्त गर्छन्। किन यति धेरै मानिसहरू असफल हुन्छन्? जब तिनीहरू 25 वर्षका थिए, तिनीहरूको आँखामा चमक थियो, उनीहरू उत्साही थिए, ठूला सपनाहरू थिए, आशा र योजना थिए। तर त्यही चमक कहाँ गयो? तिनीहरूको सपना, आशा र योजना के भयो? किन यति ठूलो अन्तर छ? जुन कुरा तिनीहरूले गर्न चाहेका थिए र जुन कुरा तिनीहरूले वास्तवमा प्राप्त गरे। किन 95% मानिसहरूले आफ्ना लक्ष्यहरू पूरा गर्न सकेनन्? यही प्रश्नको उत्तर हामी खोज्दैछौँ। जब हामी भन्छौँ कि 5% मानिसहरू मात्र सफल हुन्छन्, तब हामीले सफलताको सही परिभाषा बुझ्नुपर्छ। अहिलेसम्म मैले भेटाएको सबैभन्दा उत्कृष्ट परिभाषा यो हो। सफलता भनेको मूल्यवान उद्देश्यको निरन्तर प्राप्ति हो। यदि कुनै मानिस पहिले नै निर्धारण गरिएको लक्ष्यतर्फ अगाडि बढिरहेको छ र उसलाई थाहा छ कि ऊ कहाँ जाँदैछ भने ऊ सफल छ। तर यदि उसले त्यस्तो गरिरहेको छैन भने ऊ असफल छ। सफलता भनेको मूल्यवान लक्ष्यको निरन्तर प्राप्ति हो। समाजको मुख्य समस्या अनुकरण, कन्फर्मिटी। प्रख्यात मनोचिकित्सक रोलो मेले मेन्स सर्च फर हिमसेल्फ नामक एक उत्कृष्ट पुस्तक लेखेका छन्। उनले भने, हाम्रो समाजमा साहसको विपरीत कुरा डर होइन, बरु त्यो हो अनुकरण। र यही नै हाम्रो समाजको मुख्य समस्या हो। अनुकरण आजको सबैभन्दा ठूलो चुनौती। अनुकरण भनेको के हो? मानिसहरू अरूले जस्तो गर्छन् त्यही गर्दै जान्छन्, तर किन गरिरहेका छन् भने तिनीहरूलाई नै थाहा हुँदैन। उनीहरू कहाँ जाँदैछन् भने थाहा नभई भिड पछ्याइरहेका छन्। यही कारणले अधिकांश मानिसहरू सफल हुन्छन्। उनीहरू सोच्दैनन्, योजना बनाउँदैनन् र आफ्नो जीवनलाई स्पष्ट दिशामा अघि बढाउँदैनन्। अब सोच्नुहोस्, अमेरिकामा अहिले 65 वर्ष र त्योभन्दा माथि उमेरका 40 मिलियन भन्दा बढी मानिसहरू छन् र यस 40 मिलियन मध्ये लगभग 30 मिलियन मानिसहरू दिनहीन छन्। उनीहरू जीवनका आवश्यकताहरूको लागि अरूसँग निर्भर छन्। हामी 7 वर्षको उमेरमा पढ्न सिक्छौँ। हामी 25 वर्षको उमेरसम्म जीवनयापन गर्न सिक्छौँ। सामान्यतया त्यो समयमा हामी केवल जीवनयापन मात्र गर्दै छैनौँ, हामी परिवारको समर्थन पनि गर्दैछौँ। तर 65 वर्षको उमेरसम्म हामीले धन्यवाद र आत्मनिर्भर बन्न सिकेका छैनौँ। सबैभन्दा धनी भूमिमा जसलाई कहिल्यै पनि थाहा पाइँदैन। किन? त्यस्तो एक कुञ्जी छ र मैले यसलाई पत्ता लगाएँ।
के तपाईँ कहिल्यै सोच्नु भएको छ कि किन धेरै पुरुषहरू यति कडा र इमान्दार काम गर्छन् र केही विशेष प्राप्त नगरी रहन्छन् र अरू केही कडा काम नगरी सबै कुरा प्राप्त गर्न जस्तो देखिन्छ? उनीहरू एक जादुई स्पर्श छ। तपाईँले यो कुरा कसैको बारेमा सुन्नुभएको होला जसले पनि उसले छुने सबै कुरा सुनको बनेको छ। के तपाईँले कहिले देख्नु भएको छ कि एक व्यक्तिले जसले सफलता प्राप्त गर्छ उसले लगातार सफलता प्राप्त गर्न जारी राख्छ र अर्कोतर्फ के तपाईँले देख्नु भएको छ कि एक असफल व्यक्तिले लगातार असफलता भोग्ने प्रयास गर्छ? यो लक्ष्यहरूको कारण हो। केही हाम्रासँग छन्, केहीसँग लक्ष्य छैन। लक्ष्य भएका मानिसहरू सफल हुन्छन् किनकि उनीहरूलाई थाहा छ कि उनीहरू कहाँ जाँदैछन्। अब एउटा जहाजको बारेमा सोच्नुहोस् जुन बन्दरगाहबाट निस्किरहेको छ र यसको सम्पूर्ण यात्रा योजना बनाइएको छ। कप्तान र चालक दललाई थाहा छ कि जहाज कहाँ जान्छ र कति समय लाग्नेछ। यसको एउटा निश्चित लक्ष्य छ। 10,000 मध्ये 9,949 पटक यो जहाजले जहाँ जान चाहन्थ्यो त्यहाँ पुग्नेछ। अब अर्को जहाज लिउँ। पहिलो जस्तै केवल यसमा कुनै चालक दल छैन, न कप्तान न त गन्तव्य। यसलाई कुनै लक्ष्य र कुनै दिशा बिना सुरु गरौँ। हामी बस इन्जिन सुरु गर्छौँ र यसलाई जान दिन्छौँ। मलाई लाग्छ तपाईँ सहमत हुनुहुन्छ कि यदि यसले कुनै रूपमा बन्दरगाहबाट बाहिर जान्छ भने यो डुब्नेछ वा कुनै सुनसान समुद्र तटमा पुग्नेछ। एक अपाहिजको रूपमा यो कहीँ जान सक्दैन किनकि यसका पास कुनै गन्तव्य र मार्गदर्शन छैन। मानव जीवनसँग पनि यही स्थिति छ। बिक्री गर्ने व्यक्तिलाई लिनुहोस् उदाहरणको रूपमा। आजको संसारमा राम्रो बिक्री गर्ने व्यक्तिको भविष्यको जस्तो अरू कुनै पनि व्यक्ति छैन। बिक्री विश्वको सबैभन्दा बढी भुक्तानी प्राप्त गर्ने व्यवसाय हो। यदि हामी यसमा दक्ष छौँ र यदि हामीलाई थाहा छ कि हामी कहाँ जान्छौँ। प्रत्येक कम्पनीलाई उत्कृष्ट बिक्रीकर्मीहरू चाहिन्छ र ती मानिसहरूलाई पुरस्कार दिइन्छ। उनीहरूको लागि आकाश नै सीमा हो। तर तपाईँ कति बिक्रीकर्मी भेटाउन सक्नुहुन्छ? कसैले एक पटक भनेका थिए मानव जाति निश्चित छ, शक्तिशालीलाई जित्नबाट रोक्नको लागि होइन तर दुर्लभलाई हार्नबाट रोक्नका लागि। अमेरिकी अर्थव्यवस्था आजको अन्तिम दिनमा युद्धको समयमा एक काफिलासँग तुलना गर्न सकिन्छ। सम्पूर्ण अर्थव्यवस्था यसको सबैभन्दा कमजोर लिङ्कलाई बचाउनको लागि ढिलो भएको छ। ठिक त्यसरी नै जस्तै काफिलाले आफ्नो सबैभन्दा ढिलो जहाजको गति अनुसार यात्रा गर्नुपर्छ ताकि त्यो जहाज फर्मेसनमा रहन सक्छ। त्यसैले आजको दिनमा जीविका चलाउन यति सजिलो छ। आजको दिनमा जीविका चलाउन र परिवारको पालन पोषण गर्न कुनै विशेष मस्तिष्क वा प्रतिभा आवश्यक छैन। त्यसैले हामीसँग तथाकथित सुरक्षाको एउटा सतह छ। यदि यो भनेको सुरक्षा चाहिएको हो भने तर हामीले यो निर्णय गर्नुपर्ने छ कि हामी यस सतहको माथि कति अग्लो लक्ष्य राख्न चाहन्छ। अब हामी यसलाई आजको दिनको सबैभन्दा अजीब रहस्य द स्ट्रेन्जेस्ट सिक्रेट इन द वर्ल्ड सन्देशमा फर्कौँ जुन म तपाईँलाई भन्न चाहन्थे। किन लक्ष्य राख्ने मानिसहरू जीवनमा सफल हुन्छन् र लक्ष्य नभएका मानिसहरू असफल हुन्छन्? खै म तपाईँलाई केही भन्न चाहन्छु जसले तपाईँले यदि यसलाई साँच्चै बुझ्नुभयो भने तपाईँको जीवन तुरुन्तै परिवर्तन हुनेछ। यदि तपाईँले यहाँदेखि म तपाईँलाई जुन कुरा बताउन लागिरहेकी छु त्यसलाई पुरै बुझ्नुभयो भने तपाईँको जीवन कहिल्यै उस्तै रहने छैन। तपाईँलाई अचानक यो महसुस हुनेछ कि राम्रो किस्मत तपाईँको साथ आकर्षित हुन थाल्छ। तपाईँलाई चाहिएका कुराहरू सजिलैसँग तपाईँको पक्षमा आइपुग्छ र अबदेखि तपाईँलाई ती समस्याहरू, चिन्ता र ती गाह्रो अवस्थाहरू अनुभव हुँदैनन् जुन तपाईँले पहिले महसुस गर्नुभएको थियो। शङ्का, डर यी अब अतीतको कुरा हुनेछ। यहाँ सफलता र असफलताका लागि कुञ्जी छ। हामी त्यस्तो बनेछौँ जुन हामी सोच्दछौँ। अब म यो फेरि भन्न चाहन्छु, हामी त्यस्तो बनेछौँ जुन हामी सोच्दछौँ। सम्पूर्ण इतिहासभर महान बुद्धिमान व्यक्तिहरू र शिक्षकहरू, दार्शनिकहरू र भविष्यवक्ता मानिसहरूले धेरै विषयमा एक अर्कासँग असहमत भए तर यो एउटै बुदामा उनीहरू पूर्ण रूपमा एकमत भएका छन्। मार्कस अरेलियस महान रोमको सम्राटले भनेका थिए, मानिसको जीवन यस्तो हुन्छ जुन उसले सोचले बनाउँछ। बेन्जामिन डिस्रायले भनेका थिए,
सबै कुरा आउँछ यदि एक मानिस केवल प्रतीक्षा गर्ने हो भने। मैले लामो ध्यानको माध्यमबाट आफूलाई यो विश्वासमा पुर्याएको छु कि एक स्थिर उद्देश्य भएका मानवले त्यो पुरा गर्नै पर्छ र कुनै पनि कुरा त्यसको पूर्णताका लागि आफ्नो अस्तित्वलाई समेत बाजीमा राख्ने इच्छालाई प्रतिरोध गर्न सक्दैन। राल्फ वाल्डो एमर्सनले भनेका थिए, एक मानिस त्यस्तो हुन्छ जुन ऊ सधैँ दिनभर सोच्दछ। विलियम जेम्सले भनेका थिए, मेरो पुस्ताको सबैभन्दा ठुलो खोज भनेको यो हो कि मानवहरूले आफ्नो मानसिकता बदलेर आफ्नो जीवनलाई परिवर्तन गर्न सक्छन्। र उनले यसो पनि भने, हामीलाई केवल चिसो दिमागले यसो गर्नुपर्छ, जस्तो जुन कुरा सोधिएको छ त्यो वास्तविक छ र यसले निश्चय नै वास्तविक बन्नेछ। हाम्रो जीवनसँग त्यस्तो जडान बढेर कि त्यो वास्तविक बनिसकेको छ। यसले आदत र भावनासँग यति जोडिनेछ कि यसमा हाम्रा चासोहरू विश्वासका रूपमा परिभाषित हुनेछन्। यदि तपाईँ केवल परिमाणको लागि पर्याप्त चासो राख्नुहुन्छ भने तपाईँ लगभग निश्चित रूपमा त्यो प्राप्त गर्नुहुनेछ। यदि तपाईँ धनी हुन चाहनुहुन्छ भने तपाईँ धनी बन्नुहुनेछ। यदि तपाईँ ज्ञान मात्र चाहनुहुन्छ भने तपाईँ ज्ञानी बन्नुहुनेछ। यदि तपाईँ राम्रो बन्न चाहनुहुन्छ भने तपाईँ राम्रो बन्नुहुनेछ। मात्र तपाईँलाई यी सबै चाहनाहरू साँच्चीकै चाहनुपर्छ र यसलाई विशेष रूपमा चाहनुपर्छ र एकै समयमा अन्य 100वटा असङ्गत कुराहरू यति ढिर चाहनु हुँदैन। बाइबलमा मार्क 9:23 लेखिएको छ, यदि तिमी विश्वास गर्न सक्छौ भने विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। डाक्टर नर्मन विन्सेन्ट पिनले यसो भनेका छन्, यो ब्रह्माण्डको सबैभन्दा महान नियमहरूमध्ये एक हो। म चाहन्थे कि यो नियम मैले एकदमै जवान उमेरमा पत्ता लगाएको हुन्थे। यो मेरो जीवनको अन्तिम भागमा मलाई थाहा भयो र मैले यसलाई सबैभन्दा ठुलो खोजको रूपमा पाएको छु। यदि मेरो भगवानसँगको सम्बन्ध बाहेकको कुनै खोज हो भने, र त्यो महान नियमलाई संक्षिप्त र सरल रूपमा यसरी भनिएको छ, यदि तपाईँ नकारात्मक सोच राख्नुहुन्छ भने तपाईँ नकारात्मक परिमाण प्राप्त गर्नुहुनेछ। यदि तपाईँ सकारात्मक सोच राख्नुहुन्छ भने तपाईँ सकारात्मक परिमाण प्राप्त गर्नुहुनेछ। यो साधारण तथ्य हो जुन समृद्धि र सफलताको एक चमत्कारी नियम आधार हो। 3 शब्दमा विश्वास गर र सफल बन। विलियम शेक्सपियरले भनेका थिए, हाम्रो शङ्का भनेको विश्वासघाती हो र हामीलाई राम्रो चिज गुमाउन बनाउँछ जुन हामीले प्रयास नगरी जित्न सक्थ्यौँ। जर्ज बर्नार्ड शाले भने, मानिसहरू सधैँ आफ्ना परिस्थितिहरूलाई उनीहरू के हुन् भनेर दोषी ठहर्याउँछन्। म परिस्थितिहरूमा विश्वास गर्दिन। यो संसारमा प्रगति गर्ने मानिसहरू ती मानिसहरू हुन् जो उठेर ती परिस्थितिहरूको खोजी गर्छन् जुन उनीहरू चाहन्छन्, र यदि ती परिस्थितिहरू पाउँदैनन् भने तिनीहरूले तिनलाई बनाउन सक्छन्। हो, यो निकै स्पष्ट छ, होइन र प्रत्येक व्यक्तिले जसले यसलाई पत्ता लगाए केही समयका लागि विश्वास गरेका थिए कि उनी पहिलो व्यक्ति हुन् जसले यसलाई काममा ल्याए। हामी त्यस्तो बनौँ जुन हामी सोच्दछौँ। अब यसमा कुनै सन्देह छैन कि जो व्यक्ति एक ठोस र योग्य लक्ष्यमा सोचिरहेको छ उसले त्यसलाई प्राप्ति गर्नेछ, किनकि ऊ त्यसमा सोचिरहेको छ र हामी त्यस्तो बनौँ जुन हामी सोच्दछौँ। अब यो कुरा स्पष्ट छ कि एक व्यक्ति जो एक ठोस र लक्ष्य योग्य बारेमा सोचिरहेको छ उसले त्यसलाई प्राप्त गर्नेछ, किनकि ऊ सोही कुरा सोचिरहेको छ। हामी त्यस्तो बनिन्छौँ जुन हामी सोच्दछौँ। यसको विपरीत जो व्यक्ति कुनै लक्ष्य छैन, जसलाई थाहा छैन ऊ कहाँ जाँदैछ र जसका विचार अनिश्चितता, चिन्ता, डर र चिन्ताबाट भरिएका छन्, ऊ सोही बन्न जान्छ जुन ऊ सोच्दछ। उनको जीवन निराशा, डर, चिन्ता र चिन्ताबाट भरिन्छ र यदि ऊ केही सोच्दैन भने ऊ केही बन्न सक्दैन। अब यो कसरी काम गर्छ? हामी जुन कुरा सोच्दछौँ त्यस्तो हामी किन बनिन्छौँ? अब म तपाईँलाई बताउँछु कि यो कसरी काम गर्छ। जति हामीलाई थाहा छ त्यो गर्नका लागि म तपाईँलाई एक स्थिति बताउन चाहन्छु जसले मानव मस्तिष्कसँग मेल खान्छ। कल्पना गर्नुहोस्, एक किसानसँग केही जमिन छ र त्यो राम्रो उर्वर जमिन हो। अब जमिनले किसानलाई एक विकल्प दिन्छ। उसले त्यो जमिनमा जे मानेको पनि बोटहरू रोप्न सक्छ। जमिनलाई मतलब छैन, निर्णय किसानको हो। अब सम्झनुहोस् कि हामी मानव मस्तिष्कलाई जमिनसँग तुलना गर्न सक्छौँ, किनकि मस्तिष्क जमिन जस्तै यसमा के रोप्ने भन्ने कुरा चासो गर्दैन। यसले जे रोपिन्छ त्यसको फाइदा दिन्छ, तर यसलाई फर्केर के रोपिन्छ भन्ने कुरा फिकै छैन।
अब मानव किसानको हातमा दुईवटा बिउ छन्, एउटा मकैको बिउ र अर्को रातको सायटको एक घातक विष। उसले जमिनबाट दुईवटा सानो खाडल खोलेर दुवै बिउ रोप्छ, एउटा मकै र अर्को रातको सायट। उसले खाडललाई ढाक्छ, पानी हाल्छ र जमिनको हेरचाह गर्छ। अब के हुनेछ? निश्चित रूपमा जमिनले जे रोपिन्छ त्यो फर्काउनेछ। जस्तो कि बाइबलमा लेखिएको छ, तपाईँ जस्तो रोप्नुहुन्छ त्यही तपाईँले पाउनुहुन्छ। सम्झनुहोस्, जमिनलाई मतलब छैन, यसले बीज पनि मकैको जतिकै प्रचुर मात्रामा फर्काउँछ। त्यसैले दुईवटा बोटहरू उड्छन्, एक मकै अर्को बीज। अब मानव मस्तिष्क जमिनभन्दा धेरै उर्वर, अत्यन्त अद्भुत र रहस्यमय छ। तर यसले उस्तै तरिकाले काम गर्छ। यसले कुनै फरक पर्दैन कि हामी के रोप्छौँ, सफलता असफलता, एक ठोस र योग्य लक्ष्य वा भ्रम, गलत फहमी, डर, चिन्ता आदि। तर हामी जे रोप्छौँ त्यो हामीलाई फर्काइन्छ। तपाईँ देख्नुहुन्छ, मानव मस्तिष्क पृथ्वीमा अन्तिम महान अन्वेषण नगरिएको महाद्वीप हो। यसमा हाम्रो सबैभन्दा ठुलो सपना भन्दा पनि बढी धन समावेश छ। यसले हामीलाई जे चाहन्छौँ त्यो फर्काइन्छ। अब तपाईँ भन्न सक्नुहुन्छ, ठिक छ, यदि यो सत्य हो भने मानिसहरूले आफ्नो मस्तिष्कलाई किन बढी प्रयोग गर्दैनन्? मलाई लाग्छ कि तिनीहरूले यसको जवाफ पनि पत्ता लगाएका छन्। हाम्रो मस्तिष्क जन्म समयमा मानव उपकरणको रूपमा प्राप्त हुन्छ। यो निःशुल्क हो र हामीलाई केही निःशुल्क दिन्छ भने हामी त्यसको थोरै महत्त्व दिन्छौँ। जुन कुरा हामीले पैसा मागिन्छौँ त्यसको हामी महत्त्व दिन्छौँ। अचम्मको कुरा भनेको यो उल्टो हो। जीवनका सबै कुरा जसको साँच्चीकै मूल्य छ हामीलाई निःशुल्क प्राप्त भएका छन्। हाम्रो मस्तिष्क, हाम्रो आत्मा, हाम्रो शरीर, हाम्रा आशा, हाम्रा सपनाहरू, हाम्रा आकाङ्क्षाहरू, हाम्रो बौद्धिकता, हाम्रो परिवार र साथीहरूको प्रेम, यी सबै अनमोल सम्पत्तिहरू निःशुल्क छन्। तर जसले हामीलाई पैसा लाग्छ ती वस्तुहरू वास्तवमा सस्तो र कुनै पनि समय बदल्न सकिन्छ। एक राम्रो मानिस पुरै धराशायी हुन सक्छ र अर्को भाग्य बनाउँछ। ऊ यो केही पटक गर्न सक्छ। हाम्रा घर जले पनि हामी यसलाई पुनर्निर्माण गर्न सक्छौँ। तर हामीले निःशुल्क पाएका कुराहरू हामी कहिल्यै फर्काउन सक्दैनौँ। मानव मस्तिष्कको प्रयोग नगर्नु भनेको यसलाई हामीले सामान्य रूपमा लिएका कारण हो। परिचयले घृणा जन्माउँछ। यसले हामीले दिने कुनै पनि काम गर्न सक्छ। तर सामान्यतः हामी यसलाई साना कामहरूको लागि प्रयोग गर्छौँ, ठुलो र महत्त्वपूर्ण कामहरूको लागि होइन। विश्वविद्यालयहरूले प्रमाणित गरेका छन् कि हामीमध्ये अधिकांश व्यक्तिहरू हाम्रो क्षमताको लगभग 10% काम गर्दैछौँ। अब निर्णय गर्नुहोस्, तपाईँ के चाहनुहुन्छ? आफ्नो लक्ष्यलाई आफ्नो मस्तिष्कमा रोप्नुहोस्। यो तपाईँको सम्पूर्ण जीवनमा गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय हुनेछ। के तपाईँ उत्कृष्ट विक्रेता बन्न चाहनुहुन्छ? के तपाईँ आफ्नो विशेष काममा प्रावीण बन्न चाहनुहुन्छ? के तपाईँ आफ्नो कम्पनीमा, आफ्नो समुदायमा अगाडि बढ्न चाहनुहुन्छ? तपाईँले गर्नुपर्ने सबै कुरा भनेको आफ्नो मस्तिष्कमा त्यो बिउ रोप्नु हो। त्यसको हेरचाह गर्नुहोस्, आफ्नो लक्ष्यतर्फ स्थिरतापूर्वक काम गर्नुहोस् र वास्तविकता बन्नेछ। यसले मात्र होइन, यसले कुनै पनि तरिकाले असफल हुने छैन। तपाईँ देख्नुहुन्छ, यो एक नियम हो। सर आइजाक न्युटनका नियमहरूले जस्तै गुरुत्वाकर्षणका नियमहरू। यदि तपाईँ एक भवनको माथि जानुहुन्छ र जम्प गर्नुहुन्छ भने तपाईँ सधैँ तल जानुहुनेछ। तपाईँ कहिल्यै माथि जानुहुने छैन। र यो प्रकृतिका सबै अन्य नियमहरूको जस्तो नै हो। तिनीहरू सधैँ काम गर्छन्, तिनीहरू लचिलो छैनन्। आफ्नो लक्ष्यलाई आरामदायक र सकारात्मक तरिकामा सोच्नुहोस्। तपाईँले आफ्नो मस्तिष्कको आँखामा यो लक्ष्य प्राप्त गरिसकेपछि आफूलाई देख्नुहोस्। जब तपाईँले आफ्नो लक्ष्य पुरा गरेको छ भने तपाईँले गर्ने कामहरू गर्नुहोस्। हाम्रो समाजमा फिनोबार्बिटल युग भनिएको छ, पेप्टिक अल्सर र मानसिक अवसादहरूको युग। यस्तो समयमा जब चिकित्सा अनुसन्धानले हामीलाई राम्रो स्वस्थ र दीर्घायुको नयाँ उच्चतामा पुर्याएको छ, त्यहाँ धेरैजना हामी आफै चिन्ताले चाँडो गाह्रो पार्दै हिँडिरहेका छौँ, जसले हामीलाई केही ठुलो नियमहरू सिक्नबाट रोक्छ, जुन हामीलाई सबै कुरा हेरचाह गर्न मद्दत पुर्याउँछन्। यी सबै हामी आफैले हाम्रो सोचको आदतका कारण ल्याउँछौँ। हरेक व्यक्ति आफ्नो विचारको जम्मा हो। उनी जहाँ छन् त्यो ठिक छन्, जहाँ उनी साँच्चै जान चाहन्छन्, चाहे उनी त्यसो स्वीकार्न चाहन्छन् या नकार्न।
हामी प्रत्येकले भविष्यमा आफ्ना विचारको फलको आधारमा बाँच्नुपर्छ, किनकि तपाईँ के सोच्नुहुन्छ आज र भोलि, अर्को महिना र अर्को वर्ष त्यो तपाईँको जीवनलाई आकार दिँदैछ र तपाईँको भविष्य निर्धारण गर्नेछ। तपाईँको मनले तपाईँलाई मार्गदर्शन गर्दछ। म एकपटक एरिजोना हुँदै गइरहेको थिएँ र मैले एउटा विशाल पृथ्वीभर हलचल गर्ने मेसिन देखेँ जुन 35 माइल प्रति घण्टा गति गर्दै थियो र यसमा लगभग 30 टन माटो थियो। एक अचम्मको अविश्वसनीय मेसिन र ढाँचा समातेर त्यसलाई मार्गदर्शन गर्दै थिए। र जब म त्यहाँबाट ड्राइभ गर्दै थिएँ मैले सोचेको थिएँ कि यस मेसिन र मानव मस्तिष्कमा कति समानता छ। कल्पना गर्नुहोस् कि तपाईँ त्यस्तो विशाल ऊर्जा स्रोतको नियन्त्रणमा बस्नुहुन्छ। कि तपाईँ फर्केर बस्नुहुन्छ या तपाईँ दुवै हात मजाले स्टियरिङमा राख्नुहुन्छ र शक्तिलाई एक विशेष योग्य उद्देश्यतर्फ मार्गदर्शन गर्दै नियन्त्रण गर्नुहुन्छ। यो तपाईँको भर हो। तपाईँ ड्राइभरको सिटमा हुनुहुन्छ। तपाईँ देख्नुहुन्छ हामीलाई सफलता दिने सोही कानुनी नियम एक दुवै धार भएको हतियार हो। हामीले हाम्रो सोचलाई नियन्त्रण गर्नु आवश्यक छ। सोही नियम जसले एक व्यक्तिलाई सफलता, धन, खुसी र उसले आफैले र आफ्नो परिवारको लागि कहिले सपना देखेका सबै कुरा हासिल गर्न मार्गदर्शन गर्न सक्छ। त्यही नियमले उसको तलको सडकमा पुर्याउन पनि सक्छ। यो सबै हामीले यसलाई कसरी प्रयोग गर्छ भन्ने कुरामा निर्भर छ, राम्रोका लागि वा नराम्रोको लागि। यो नै संसारको सबैभन्दा अनौठो रहस्य हो। अब म किन यसलाई अनौठो रहस्यको रूपमा भने? वास्तवमा यो बिल्कुलै रहस्य होइन। यो सबैभन्दा पहिले केही प्रारम्भिक ज्ञानी मानिसहरूले प्रचार गरेका थिए र यो बारम्बार बाइबलमा प्रकट भएको छ। तर थोरै मात्र मानिसहरूले यसलाई सिकेका छन्, बुझेका छन्। त्यसैले यो अनौठो छ। र किनभने केही अनौठो कारणले यो प्राय एक रहस्यको रूपमा कायम रहन्छ। म विश्वास गर्दछु कि तपाईँ आफ्नो सहरको मुख्य सडकमा जान सक्नुहुन्छ र एकजना मानिसलाई अर्को मानिसपछि सफलताको रहस्य के हो भनेर सोध्न सक्नुहुन्छ र सम्भवतः तपाईँ महिनौदेखि एक पनि मानिसलाई भेट्नुहुन्न जसले तपाईँलाई उत्तर दिन सक्नेछ। यो जानकारी हामीलाई अत्यधिक मूल्यवान छ यदि हामी यसलाई साँच्चै बुझ्छौँ र लागू गर्छौँ। यो जानकारी हाम्रो आफ्नै जीवनको लागि मात्र होइन, वरिपरिका मानिसहरूको जीवनको लागि पनि मूल्यवान छ। हाम्रो परिवार, कर्मचारी, सहकर्मीहरू र साथीहरूको जीवनको लागि पनि। जीवन एक रोमाञ्चक साहसिक यात्रा हुनुपर्छ। यो कहिल्यै बोर हुनु हुँदैन। एक व्यक्तिले पूर्ण रूपमा जीवनयापन गर्नुपर्छ, जीवित हुनुपर्छ। उसले बिहान उठ्न खुसी हुनुपर्छ। उसले आफ्नो मनपर्ने काम गर्नुपर्छ किनकि उसले त्यसलाई राम्रोसँग गर्छ। एकपटक मैले ग्रोभ पटरसनलाई एउटा भाषण दिन सुनेकी थिएँ जो टोलेडो डेली ब्लेडका सम्पादक इन चिफ थिए र उनले आफ्नो भाषणको समापन गर्दा एउटा कुरा भनेका थिए जुन म कहिल्यै भुल्दिनँ। उनले यसरी भनेका थिए, मेरो समाचार व्यवसायका वर्षहरूले मलाई केही कुरा सिकाए। तीमध्ये एउटा भनेको मानिसहरू आधारभूत रूपमा राम्रा हुन् र हामी केही स्थानबाट आएका छौँ र केही स्थानमा जान्छौँ। त्यसैले हामीले यहाँ हाम्रो समय एक रोमाञ्चक साहसिक यात्रा बनाउनु पर्छ। ब्रह्माण्डका आर्किटेक्टले कहिल्यै कहीँ नजान नपर्ने सिडी बनाउनु भएन र सबैभन्दा महान शिक्षक ग्यालिलीका काष्ठकारले हामीलाई यो रहस्य बारम्बार दिए। जसरी तपाईँ विश्वास गर्नुहुन्छ त्यसरी नै तपाईँलाई गरिनेछ। तपाईँको लागि द स्ट्रेन्जेस्ट सिक्रेटलाई कार्यान्वयन गर्ने 30 दिनका क्रियावली विचारहरू। यस रेकर्डको पहिलो पक्षमा मैले संसारको अजीबतम रहस्य र यसले कसरी काम गर्छ भन्ने बारेमा व्याख्या गरेको छु। अब यसबाट म तपाईँलाई यो कसरी आफै प्रमाणित गर्न सक्नुहुन्छ भन्ने व्याख्या गर्न चाहन्छु। तपाईँको जीवनमा ठुलो फाइदा प्राप्त गर्नको लागि अजीबतम रहस्यलाई व्यावहारिक परीक्षणमा राखेर म चाहन्छु कि तपाईँ 30 दिनको परीक्षण गर्नुहोस्। अब यो सजिलो हुने छैन, तर यदि तपाईँ यसलाई राम्रोसँग प्रयास गर्नुहुन्छ भने यसले तपाईँको जीवनलाई सकारात्मक रूपमा पूर्ण रूपमा परिवर्तन गर्नेछ। 17औं शताब्दीमा सर आइजक न्युटन इङ्ग्लिस गणितज्ञ र प्राकृतिक दार्शनिकले हामीलाई भौतिकीका प्राकृतिक नियमहरू दिएका थिए जुन मानवतामा पनि लागू हुन्छ र यसले ब्रह्माण्डमा शरीरहरूको गति जस्ता लागू हुन्छ। र यी नियमहरूमध्ये एक भनेको हो प्रत्येक क्रियाको लागि एक समान र विपरीत प्रतिक्रिया हुन्छ।
यसलाई तपाईँ र मका लागि भने सामान्य रूपमा भन्नुपर्दा यसको अर्थ छ कि हामीले कुनै पनि कुरा प्राप्त गर्नको लागि मूल्य चुकाउनुपर्छ। तपाईँको 30 दिनको प्रयोगको नतिजा तपाईँले दिएको प्रयासको अनुपातमा हुनेछ। डाक्टर बन्नका लागि तपाईँले लामो समय वर्षहरूको कठिन अध्ययनहरूको मूल्य चुकाउनुपर्छ। बिक्रीमा सफल हुनका लागि र सम्झनुहोस् कि हामी प्रत्येकजना आफ्नो बिक्री क्षमताको आधारमा मात्र सफल हुन्छौँ। हाम्रो विचारमा परिवारलाई बेच्नु, विद्यालयमा शिक्षा बेच्नु, हाम्रा बालबालिकालाई राम्रो र इमान्दार जीवन बाँच्नका फाइदाहरूमा बेच्नु, हाम्रा सहकर्मी र कर्मचारीलाई असाधारण व्यक्तिहरू बन्नको महत्त्वमा बेच्नु र निश्चित रूपमा बिक्रीको पेसा आफै। तर हाम्रो जीवनलाई राम्रो बनाउनका लागि हामीलाई हाम्रो तरिकाबाट सफल हुनका लागि हामीलाई मूल्य चुकाउन तयार हुनुपर्छ। अब त्यो मूल्य के हो? यो धेरै कुरा हो। पहिलो, यो भावनात्मक रूपमा साथै बौद्धिक रूपमा बुझ्नु हो कि हामी वास्तवमा के सोच्छौँ त्यही हामी बन्नेछौँ। यदि हामी हाम्रो जीवनलाई नियन्त्रण गर्न चाहन्छौँ भने हामीले हाम्रो सोचलाई नियन्त्रण गर्नुपर्नेछ। यो पूर्ण रूपमा बुझ्नु हो कि जसरी तपाईँ बिउ लगाउनुहुन्छ त्यही तपाईँले काट्नुहुनेछ। दोस्रो, मस्तिष्कबाट सबै बन्धनहरू काट्नु हो र यसलाई उठ्न दिनु हो, जस्तो कि यसलाई दिव्य रूपमा डिजाइन गरिएको थियो। यो बुझ्नु हो कि तपाईँका सीमाहरू आफैले लगाएका छन् र आजका अवसरहरू तपाईँको लागि विश्वास गर्नै नसकिने हदसम्म ठुलो छन्। यो साँघुरो सोच र पूर्वाग्रहहरू माथि उठ्नु हो। तेस्रो, तपाईँको समस्यामा सकारात्मक सोच राख्नका लागि आफ्नो सम्पूर्ण साहस प्रयोग गर्नु हो। तपाईँको लागि एक निश्चित र स्पष्ट लक्ष्य तय गर्नु हो। तपाईँको अद्भुत मस्तिष्कलाई तपाईँको लक्ष्यको बारेमा सबै स्वाभाविक कोणहरूबाट सोच्न दिनु हो। तपाईँको कल्पना शक्तिलाई धेरै फरक सम्भावित समाधानहरूमा स्वतन्त्र रूपमा सोच्न दिनु हो। तपाईँको उद्देश्य पूरा गर्नको लागि, तपाईँलाई पराजित गर्नको लागि कुनै पनि परिस्थितिहरू पर्याप्त बलवान छैन भने विश्वास नगर्नु हो। जब तपाईँको मार्ग स्पष्ट हुन्छ भने तुरुन्त र निर्णायक रूपमा कार्य गर्नु हो र सधैँ यो सम्झनु हो कि तपाईँ अहिले आफ्नै डायमन्डका क्षेत्रहरूको बीचमा उभिएका हुनुहुन्छ। जस्तो कि रसेल कोनवेलले सङ्केत गर्थे। चौथो, तपाईँले कम्तीमा 10% बचत गर्नुहोस्। यो पनि सम्झनुहोस् कि तपाईँको हालको काम चाहे जस्तो भए पनि यसमा विशाल सम्भावनाहरू छन्। यदि तपाईँ मूल्य चुकाउन तयार हुनुहुन्छ भने अब हामी केवल महत्त्वपूर्ण बुँदाहरूमा जान्न सक्दछौँ कि प्रत्येकजना हामीले हाम्रो जीवनलाई अद्भुत बनाउनका लागि के मूल्य चुकाउनु पर्नेछ। यो अवश्य पनि कुनै मूल्यको लायक छ। 1. तपाईँ जे सोच्नुहुन्छ त्यही बन्नुहुनेछ। 2. कल्पना शक्ति शब्द सम्झनुहोस्, तपाईँको मस्तिष्कलाई उठ्न दिनुहोस्। 3. साहस, प्रत्येक दिन आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्। 4. तपाईँले कम्तीमा 10% बचत गर्नुहोस्। र कार्य, विचारहरू कुनै पनि अर्थपूर्ण हुँदैनन् जबसम्म हामी तिनीहरूमा कार्य गर्दैनौँ। अब म तपाईँलाई 30 दिनको परीक्षणको रूपरेखा दिन चाहन्छु। अब यो सम्झनुहोस् कि तपाईँले यो परीक्षण गर्न केही पनि गुमाउनुहुन्न र तपाईँले चाहन सक्ने सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ। 2 कुरा फरक छन् जसको बारेमा प्रत्येक व्यक्ति भन्न सकिन्छ। 1. हरेकजनाले केही चाहन्छ र हरेकजनाले केहीको डर पाउँछ। म चाहन्छु कि तपाईँ एक कार्डमा लेख्नुहोस् कि तपाईँ जे भन्दा पनि धेरै चाहनुहुन्छ। यो धेरै पैसा हुन सक्छ, तपाईँको आम्दानीलाई दोब्बर बनाउन चाहनुहुन्छ वा विशिष्ट रकम कमाउन चाहनुहुन्छ। यो एक सुन्दर घर हुन सक्छ, यो तपाईँको काममा सफलता हुन सक्छ, यो जीवनमा विशिष्ट स्थिति हुन सक्छ, यो तपाईँको परिवारमा बढी समधुरता हुन सक्छ। हरेकजनाले केही चाहन्छ। तपाईँले आफ्नो कार्डमा विशेष रूपमा तपाईँ के चाहनुहुन्छ भनेर लेख्नुहोस्। यसलाई एक लक्ष्य र स्पष्ट रूपमा परिभाषित गर्नुहोस्। तपाईँले यसलाई अरूलाई देखाउनु हुँदैन, तर यसलाई तपाईँसँग राख्नुहोस् ताकि तपाईँ दिनमा केहीपल्ट यसलाई हेर्न सक्नुहोस्। प्रत्येक बिहान उठ्दा यसलाई एक हर्षपूर्ण, आरामदायक, सकारात्मक तरिकामा सोच्नुहोस् र तुरुन्तै तपाईँलाई काम गर्ने केही प्राप्त हुनेछ। बिछौनाबाट बाहिर निस्किने केही, जीवित रहने केही, दिनभरि तपाईँलाई जति मौका मिल्छ त्यसलाई हेर्नुहोस् र राति सुत्नु अघि पनि हेर्नुहोस्। यसलाई हेर्दा सम्झनुहोस् कि तपाईँले जसको बारेमा सोच्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ र चूँकि तपाईँ आफ्नो लक्ष्यको बारेमा सोच्नुहुन्छ, तपाईँ बुझ्नुहुन्छ कि चाँडै यो तपाईँको हुनेछ। वास्तवमा यो तपाईँको ठिक त्यस क्षणमा
जब तपाईँ यसलाई लेख्नुहुन्छ र यसबारे सोच्न थाल्नुहुन्छ, तपाईँको दैनिक कामकाजी जीवनको दौरान वरिपरि देख्ने समृद्धि हेर्नुहोस्। तपाईँलाई यो समृद्धिमा यति नै अधिकार छ जति अन्य जीवित प्राणीलाई छ। यो तपाईँको हो, तपाईँ मात्र माग्नुपर्छ। अब हामी कठिन भागमा आउँछौँ। कठिन किनकि यसले सम्भवतः नयाँ आदतहरूको निर्माणको आवश्यकता प्राप्त गर्दछ। कठिन किनकि यसले सम्भवतः नयाँ आदतको निर्माणको आवश्यकता पर्दछ। नयाँ आदतहरू सजिलै बनाइँदैनन्। एक पटक बनाइएपछि यद्यपि यो तपाईँले तपाईँको जीवनभर पछ्याउनेछ। जसको तपाईँ डर गर्नुहुन्छ त्यसको बारेमा सोच्न रोक्नुहोस्। प्रत्येक पटक डर वा नकारात्मक सोच तपाईँको चेतनामा आउँछ। यसलाई तपाईँको सकारात्मक र मूल्यवान लक्ष्यको मानसिक चित्रसँग प्रतिस्थापन गर्नुहोस्। र त्यति बेला आउनेछ जब तपाईँले छुट्न चाहनुहुने महसुस गर्नुहुनेछ। यो मानिसको लागि सकारात्मक सोच्नको तुलनामा नकारात्मक सोच्नु सजिलो छ। त्यसैले मात्र 5% मानिसहरू सफल छन्। तपाईँले अहिले नै तपाईँलाई त्यो समूहमा राख्न सुरु गर्नुपर्छ। 30 दिनका लागि तपाईँले आफ्नो मस्तिष्कको नियन्त्रण लिनुपर्छ। यो केवल तपाईँले यसलाई सोच्न दिनुभएको कुरा मात्र सोच्नेछ। यो 30 दिनको परीक्षणको हरेक दिन तपाईँले गर्नुपर्ने भन्दा बढी गर्नुहोस्। सकारात्मक र हर्षित दृष्टिकोणलाई कायम राख्ने अतिरिक्त आफूलाई पहिले भन्दा धेरै दिनुहोस्। यसो गर्नुहोस् यो जान्दै कि तपाईँको जीवनमा आउने फाइदा तपाईँले दिएको कुराको सिधा अनुपातमा हुनेछ। जब तपाईँ कुनै लक्ष्यमा काम गर्न निर्णय गर्नुहुन्छ, तपाईँ तुरुन्तै एक सफल व्यक्ति बन्नुहुन्छ। तपाईँ तब ती दुर्लभ र सफल व्यक्तिहरूको कोठीमा आउनुहुन्छ जसलाई थाहा छ उनीहरू कहाँ जान चाहन्छन्। 100 जनामध्ये तपाईँ शीर्ष 5 मा पर्नुहुनेछ। तपाईँको लक्ष्य कसरी हासिल गर्ने भन्ने बारेमा धेरै चिन्ता नगर्नुहोस्। त्यसलाई पूर्ण रूपमा आफूभन्दा ठुलो शक्ति सुम्पिदिनुहोस्। तपाईँलाई केवल थाहा हुनुपर्छ कि तपाईँ कहाँ जान चाहनुहुन्छ। जवाफहरू आफै आउनेछन्। स्मरण गर्नुहोस् यी शब्दहरू जुन माउन्टको उपदेशबाट आएका छन् र यसलाई राम्रोसँग सम्झनुहोस्। यो महिनामा तपाईँको परीक्षणको क्रममा यी शब्दहरूलाई निरन्तर मनमा राख्नुहोस्। माग गर्नुहोस् र तपाईँलाई दिनेछ। खोज्नुहोस् र तपाईँ पाउन सक्नुहुन्छ। ढटक्याउनुहोस् र यो तपाईँका लागि खोलेको हुनेछ। जसले माग्छ उसले प्राप्ति गर्छ, जसले खोज्छ उसले पाउँछ र जसले ढटक्याउँछ यसको लागि खोलिन्छ। यो यतिको अद्भुत र सरल छ। वास्तवमा यति सरल छ कि हाम्रो जटिल देखिने संसारमा एक वयस्कले बुझ्न गाह्रो छ कि उसलाई सबै आवश्यक कुरा भनेको एक उद्देश्य र विश्वास हो। 30 दिनको लागि तपाईँको सर्वोत्तम प्रयास गर्नुहोस्। यदि तपाईँ एक विक्रेता हुनुहुन्छ भने यसलाई पहिले भन्दा धेरै राम्रोसँग गर्नुहोस्। अफवाहपूर्ण तरिकामा होइन, तर यस चाँडो हर्षित विश्वाससँग कि तपाईँले समय राम्रोसँग प्रयोग गर्नुभएकोले तपाईँलाई तपाईँको चाहना र योग्यताको अनुसार समृद्धि प्राप्त हुन्छ। यदि तपाईँ एक गृहिणी हुनुहुन्छ भने तपाईँको 30 दिनको परीक्षणलाई आफूलाई पूर्ण रूपमा दिनेमा समर्पित गर्नुहोस्, केही बदला चाह नगरी। र तपाईँलाई तपाईँको जीवनमा पर्ने अन्तरबाट चकित हुनेछ। जसरी तपाईँको काम जुनसुकै होस्, यसलाई 30 दिनको लागि तपाईँले यसलाई पहिले नगरेको जस्तो राम्रोसँग गर्नुहोस्। र यदि तपाईँले हरेक दिन तपाईँको लक्ष्यमा ध्यानमा राख्नुभयो भने तपाईँ यस नयाँ जीवनमा अद्भुत र चकित हुनुहुनेछ जुन तपाईँले फेला पर्नुभएको छ। डोरोथिया ब्रान्डे उत्कृष्ट सम्पादक र लेखक यसलाई आफै पत्ता लगाइन् र आफ्नो उत्कृष्ट पुस्तक वेक अप एन्ड लिभमा यसको बारेमा बताइन्। उनको सम्पूर्ण दर्शनलाई यी शब्दहरूमा संक्षेपित गर्न सकिन्छ। यस्तो व्यवहार गर्नुहोस् कि असफल हुनु असम्भव हो। उनले आफ्नो परीक्षण साँचो हृदय र विश्वासका साथ गरिन् र उनको सम्पूर्ण जीवन अप्रत्याशित सफलता प्राप्त गर्ने जस्तो बदलियो। अब तपाईँले आफ्नो परीक्षण 30 पुरा दिनको लागि गर्नुहोस्। तपाईँको परीक्षण सुरु गर्नु अघि तपाईँले यसमा अडिग रहने निर्णय गर्नुपर्छ। तपाईँले देख्नुभएको जस्तो लगातार प्रयास गर्नु भनेको विश्वास देखाउनु हो। लगातार प्रयास गर्नु भनेको विश्वासको अर्को शब्द हो। यदि तपाईँलाई विश्वास नभएर तपाईँले कहिल्यै पनि निरन्तरता देखाउन सक्नुहुन्न। यदि तपाईँ आफ्नो पहिलो 30 दिनमा असफल हुनुहुन्छ भने यसको मतलब तपाईँले अचानक नकारात्मक विचारहरूले तपाईँलाई अलाउनुहुन्छ भने तपाईँले यस बिन्दुबाट पुनः सुरु गर्नुपर्छ र थप 30 दिन अगाडि बढ्नुहोस्।
बिस्तारै बिस्तारै तपाईँको नयाँ बानी बनेको छ र तपाईँ आफूलाई त्यस अद्भुत अल्पसङ्ख्यकको रूपमा पाउनुहुनेछ जसका लागि लगभग केही पनि असम्भव हुँदैन र कार्डलाई नबिर्सनुहोस्। यो नयाँ तरिकामा जीवन बिताउन सुरु गर्दा त्यो अत्यन्त महत्त्वपूर्ण छ। कार्डको एकतर्फ तपाईँको लक्ष्य लेख्नुहोस् जुन पनि हुन सक्छ। अर्कोतर्फ हामीले सर्मन अन द माउन्टबाट उद्धृत गरेका शब्दहरू लेख्नुहोस्। शोध र तपाईँलाई दिनेछ, खोज र तपाईँ पाउनुहुनेछ, ढोका ढकढक्याउनुहोस् र तपाईँको लागि खोलिनेछ। तपाईँको परीक्षण अवधिमा खाली समयमा पुस्तकहरू पढ्नुहोस् जुन तपाईँलाई मद्दत पुर्याउँछ। क्लान्ट ब्रिस्टोलद्वारा थिङ्क एन्ड ग्रो रिच, नेपोलियन हिलद्वारा र अन्य पुस्तकहरू जसले तपाईँलाई शिक्षा दिन्छ र प्रेरित गर्छ। कसैले पनि प्रेरणा बिना केही ठुलो सफलता हासिल गरेको छैन। हेर्नुहोस् कि यी महत्त्वपूर्ण पहिलो 30 दिनहरूमा तपाईँको आफ्नै प्रेरणा उच्च रहन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, चिन्ता नगर्नुहोस्। चिन्ताले डर ल्याउँछ र डर भनेको अपाहिज बनाउने कुरा हो। तपाईँको परीक्षणको दौरान तपाईँलाई चिन्ता दिन सक्ने मात्र कुरा भनेको यो हो कि तपाईँ सबै कुरा आफैले गर्न खोज्दै हुनुहुन्छ। थाहा पाउनुहोस् कि तपाईँले गर्नुपर्ने कुरा भनेको तपाईँको लक्ष्यलाई अगाडि राख्नु हो। अरू सबै कुरा आफै हेरचाह गरिनेछ। यसका साथै शान्त हर्षित रहनुहोस्। साना कुरा तपाईँलाई झेल्न नदिनुहोस् र मार्गबाट बाहिर जान नदिनुहोस्। अब यस परीक्षणलाई गर्न कठिन रहेकोले केही भन्न सक्छन् अनि म किन यसको बारेमा चासो राख्नु। त्यसको विकल्प हेर्नुहोस्। केही पनि असफल हुन चाहन्न। कोही पनि साँच्चीकै औसत व्यक्तिका रूपमा बस्न चाहँदैन। कोही पनि चिन्ता, डर र निराशाबाट भरिएको जीवन चाहँदैन। त्यसैले सम्झनुहोस् कि तपाईँले जे रोप्नुहुन्छ त्यही काट्नुहुन्छ। यदि तपाईँ नकारात्मक विचारहरू रोप्नुहुन्छ भने तपाईँको जीवन नकारात्मक कुराहरूले भरि नै छ। यदि तपाईँ सकारात्मक विचारहरू रोप्नुहुन्छ भने तपाईँको जीवन हर्षित, सफल र सकारात्मक हुनेछ। अब क्रमशः तपाईँलाई यो रेकर्डमा भनेका भुल्ने प्रविधि उत्पन्न हुन सक्छ। यसलाई बारम्बार बजाउनुहोस्। तपाईँले यो नयाँ आदत बनाउने के कुरा गर्नुपर्नेछ भनेर तपाईँलाई बारम्बार सम्झाउनुहोस्। तपाईँको पुरा परिवारलाई एक चित्र गर्नुहोस् र यहाँ भनेको कुरा नियमित अन्तरालमा सुन्न दिनुहोस्। तपाईँलाई थाहा छ कि अधिकांश मानिसहरूले भनेको सुनेछन् कि उनीहरू पैसा बनाउन चाहन्छन्, तर यो कानुनी कुरा बुझ्दैनन्। केवल पैसा बनाउने व्यक्तिहरू मिन्टमा काम गर्छन्। हामी मध्ये भागे हामीले सबै पैसा कमाउनु पर्छ। यसैले यी व्यक्तिहरू जो केही न केही निशुल्क चाहन्छन् वा एक निशुल्क सवारीको खोजी गर्छन्, उनीहरूको जीवनमा असफलता आउँछ। पैसा कमाउने एक मात्र तरिका भनेको हामीले मानिसहरूलाई सेवा वा उत्पादन प्रदान गर्नु हो जुन आवश्यक र उपयोगी हुन्छ। हामी हाम्रो उत्पादन वा सेवा अर्को व्यक्तिको पैसामा रूपान्तरण गर्छौँ। त्यसैले कानुनी कुरा भनेको हाम्रो आर्थिक वृद्धि हाम्रो सेवामा सिधा अनुपातमा हुनेछ। सफलता पैसा बनाउने परिमाण होइन, पैसा बनाउनु भनेको सफलताको परिमाण हो र सफलता हाम्रो सेवामा सिधा अनुपातमा हुन्छ। अधिकांश मानिसहरूले यो कानुन उल्टो गर्छन्। उनीहरू विश्वास गर्छन् कि तपाईँ धेरै पैसा कमाउनु भएको खण्डमा तपाईँ सफल हुनुहुन्छ। सत्य भनेको तपाईँ केवल पैसा तब कमाउन सक्नुहुन्छ जब तपाईँ सफल हुनुहुन्छ। यो त्यस्तो मानिसको कथा जस्तो हो जसले चुलोको अगाडि बसेर यसले भने मलाई तताउनुहोस् र त्यसपछि म काठ थप्छु। तपाईँलाई थाहा छ कि कति पुरुष र महिला यो दृष्टिकोणबाट जीवनमा राख्दछन्। आजका दिनमा लाखौँ छन्। हामीलाई तताइदिनुभन्दा पहिले इन्धन हाल्नुपर्छ। त्यस्तै हामीले पैसा अपेक्षा गर्नु अघि पहिले सेवा दिनुपर्छ। पैसा बारेमा चिन्ता नगर्नुहोस्। सेवा दिनुहोस्, निर्माण गर्नुहोस्, काम गर्नुहोस्, सपना देख्नुहोस् र सृजना गर्नुहोस्। यो गर्नुहोस् र तपाईँले पाउनुहुने समृद्धि र प्रचुरता कुनै सिमाना छैन भन्ने पाउनुहुनेछ। समृद्धि आपसी विनिमयको एक कानुनी आधारमा बनिएको छ। कुनै पनि व्यक्ति जो समृद्धिमा योगदान पुर्याउँछ उसले आफै पनि समृद्ध हुनुपर्छ। कहिलेकाहीँ तपाईँले सेवा गर्ने व्यक्तिहरूबाट प्राप्त नहुने सक्छ, तर यो तपाईँलाई कतैबाट प्राप्त हुनैपर्छ किनकि यो कानुनी कुरा हो। प्रत्येक क्रियामा समान र विपरीत प्रतिक्रिया हुन्छ। जबसम्म तपाईँ आफ्नो 30 दिनको परीक्षण अवधिमा जान्दै जानुहुन्छ। याद राख्नुहोस् कि तपाईँको सफलता सधैँ तपाईँले दिने सेवाको गुणस्तर र मात्रामा मापिनेछ र पैसा यो सेवाको मापदण्ड हो। कुनै पनि मानिस आफूलाई धनी बनाउन सक्दैन जबसम्म उसले अरूसँग समृद्धि नपुर्याउँछ। यस कानुनको कुनै अपवाद छैन। तपाईँ अमेरिकाका कुनै पनि सडकमा गाडी चलाउनुहोस् र तपाईँको गाडी त्यहाँ बस्ने मानिसहरूको द्वारा दिइरहेको छ।
सेवाको माप गर्न सक्नुहुन्छ। के तपाईँ यस मापदण्डको बारेमा कहिले सोचेका छौँ? यो चित्ताकर्षक छ। केही जस्तै मन्त्रीहरू, पुरोहितहरू र अन्य समर्पित व्यक्तिहरू आफ्नो फिर्तीलाई आध्यात्मिक क्षेत्रमा माप्छन्, तर यिनका फिर्ती पनि तिनीहरूको सेवाको बराबरीमा हुन्छ। यो कानुन पूर्ण रूपमा बुझिएपछि कुनै पनि सोच्ने व्यक्ति आफ्नै भविष्यको भविष्यवाणी गर्न सक्छ। यदि उसलाई बढी चाहिन्छ भने उसले त्यस्ता व्यक्तिहरूको लागि बढी सेवा गर्नुपर्छ जसबाट उसले फिर्ती प्राप्त गर्दछ। यदि उसलाई कम चाहिन्छ भने उसले मात्र आफ्नो सेवा घटाउन सक्छ। यही हो तपाईँले चाहेको कुराको लागि तिर्नुपर्ने मूल्य। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ अरूसँग ठगेर आफैलाई समृद्ध बनाउन चाहनुहुन्छ भने तपाईँ केवल आफूलाई मात्रै ठग्न सक्नुहुन्छ। जति पक्का तपाईँ सास फेरेर बाँच्नुहुन्छ, तपाईँले के गरेको छ भन्ने कुरा तपाईँलाई फिर्ती स्वरूप फर्किन्छ। यसलाई अवहेलन गर्ने गल्ती कहिले नगर्नुहोस्, यो असम्भव छ। कायदाखानाहरू र जहाँ एकल मानिसहरू हिँड्दछन् त्यहाँका सडकहरू यस्ता व्यक्तिहरूसँग भरिएका छन् जसले आफ्नो लागि नयाँ कानुन बनाउन चाहेका थिए। हामी मानिसहरूको कानुनबाट बच्न सक्छ, तर त्यहाँ ठुलो कानुनहरू छन् जुन टुट्न सक्दैनन्। एक प्रसिद्ध चिकित्सकले हालै सफलता प्राप्त गर्नको लागि 6 कदमहरूको बारेमा बताउनुभयो। 1. आफूलाई निश्चित लक्ष्य तोक्नुहोस्। 2. आफूलाई तल झार्नु रोक्नुहोस्। 3. तपाईँ सफल हुन सक्दैन भने सबै कारणहरू सोच्ने रोक्नुहोस् र यसको सट्टा तपाईँ सफल हुन सक्ने सबै कारणहरू सोच्नुहोस्। तपाईँका मानसिकताहरूले तपाईँको बाल्यकालमा फर्काइरहनुहोस् र पत्ता लगाउनुहोस् कि तपाईँले पहिलो पटक कहाँ सोचेको थियो कि तपाईँ सफल हुन सक्नुहुन्छ। 5. आफूको छविमा परिवर्तन ल्याउनुहोस् र तपाईँको आफूलाई चाहिने व्यक्तिको वर्णन लेख्नुहोस्। 6. तपाईँले बन्न चाहेको सफल व्यक्तिको भूमिका अदा गर्नुहोस्। यी शब्दहरू लेख्ने डाक्टर एक प्रसिद्ध पश्चिमी तटका मानसिक चिकित्सक डेभिड ह्यारोल्ड फिङ्क एडमी हुन्। तपाईँले गर्दा सबै विशेषज्ञहरूले समयदेखि लेखेको छ। तपाईँलाई चाहिएको व्यक्तिमा रूपान्तरण गरेर मूल्य दिनुहोस्। यो असफल जीवन जिउनुभन्दा त्यति गाह्रो छैन। आफ्नो 30 दिनको परीक्षण बनाउनुहोस्, त्यसपछि यसलाई दोहोऱ्याउनुहोस्, त्यसपछि यसलाई फेरि दोहोऱ्याउनुहोस्। प्रत्येक पटक यो तपाईँको एक हिस्सा बन्नेछ र तपाईँ अचम्मित हुनुहुनेछ कि तपाईँ यसअघि कुनै अन्य तरिकामा कसरी बाँच्नु भएको थियो। यो नयाँ तरिकामा जिउनुहोस् र समृद्धिको ढोकाहरू खुल्नेछन्। तपाईँले कल्पना गर्नुभन्दा धेरै धनीका साथ बर्खा आउनेछ। पैसा हो, धेरै पैसा, तर सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई शान्ति प्राप्ति हुनेछ। तपाईँ त्यस अद्भुत अल्पसङ्ख्यकको हिस्सा बन्नुहुनेछ जसले शान्त, हर्षित, सफल जीवन जिउँछन्। आजै सुरु गर्नुहोस्। तपाईँले गुमाउन केही छैन, तर तपाईँको जीवन जित्नका लागि छ।